के छ हाम्रो यहाँ बुस्केट मेला उहाँको भिडियो त मैले धेरै देखाएको थिएँ के छ हजुरको उहाँ बुस्केट मेलाको प्रोप्राइटर उहाँले नै सबै कुराहरू म्यानेज गरिरहनु भएको छ यहाँ साथीहरू काम गर्दै हुनुहुन्छ उहाँहरूले नै सबै थोक व्यवस्थापन गर्ने हो के छ हजुरको सल्लाह सुझाव आउने ट्रेकरहरूलाई सरकारलाई के भन्न चाहनुहुन्छ नमस्कार नमस्कार हजुर अन्नपूर्ण गाउँपालिका 4 मार्च म यहाँ अन्नपूर्ण रुटमा व्यवसाय गरेको अहिले 1 वर्ष पुग्यो र मैले यहाँ व्यवसाय गर्दाखेरिको समस्याहरू चाहिँ यो रुटमा हिँड्ने यात्रुलाई हजुर अलिकति समस्या छ अहिलेको स्थितिमा किनभने हामीलाई यो रुटमा होटल बनाउने भने टेन्डर त छोडिदिनु भयो हजुर तर उहाँहरूले हामीले सोचेको जस्तो घर बनाउन दिनु भएन त्यसकारणले आउने पाहुनाहरू धेरै बितर पर्नु भयो यो रुटमा किनभने मेरो बुस्केट मेलामा 70 जनाको क्यापेसिटी हो र पुञ्चगण्ड तालमा नि 70 जनाको क्यापेसिटी हो अनि गुफापाटमा 35 जनाको क्यापेसिटी हो र साँधीहरुको 35 जनाको क्यापेसिटी हो यस कारणले गर्दाखेरि यहाँ एकदम भिड लागोले यो चारवटा होटलले भेको छैन र हामीलाई मैले के भन्न चाहन्छु भने हामीलाई अझै 10 थप्नु दिनुस् घर बनाउन दिनुस् 200-300 अड्ने घर बनाउन दिनुस् भन्न चाहन्छु एकअपलाई पनि एकअपले के भन्नुहुन्छ भने हामीलाई वर्षमा थोरै ग्याप गरी बनाउनु हुनु तर यहाँ आउने पर्यटकहरूले के हुनुहुन्छ राम्रो छ भन्ने सुनेपछि सबै हुइदिन्छ त्यसमा गर्ने एकैचोटि हुइदिएको कारणले हामीले धाम्न सकेको छैन हामीलाई जति छिटो हामीलाई कोठा चाहिँ घर चाहिँ बनाउन दिनुस् भन्न चाहन्छु म्यानेजमेन्टको चाहिँ एकदम कमी छ हैन सबैको अहिलेसम्म हामी जति पनि आउनु भएको छ सबैको अनि सबभन्दा मेन कुरा मैले नेपालीलाई के भन्न चाहन्छु भने हामी नेपालीले फोहोर एकदम गरिन्छ भनौँ है र मैले के भन्न चाहन्छु अरूलाई दोष दिँदैन सबै नेपाली यहाँ जति आउनुहुन्छ उहाँहरूले बाटोमा चकलेट खाएर बिस्कुट खाएर चाउचाउ खाएर फोहोर नफालिदिनु होला आफ्नो गोजीमा हालेर लिएर हामी जहाँ होटल छ त्यहाँ दिनु होला र अर्को कुरा म के भन्न चाहन्छु भने पञ्चकुण्ड तालमा गएर तपाईहरु पौडी नखेल्दिनु होला किनभने पञ्चकुण्ड तालमा होटल छ त्यसको मुहानमाथि मुहान छैन जो पञ्चकुण्ड तालो त्यहीको पानी जेनेरेटरले तानेर डरम हाल्नुहुन्छ त्यहीको चिया पकाउनुहुन्छ त्यहीको खाना पकाउनुहुन्छ र त्यहाँको जाने जति पर्यटकहरूले नि त्यही पानीले पकाएको चिज खाने भएको हुनाले म के भन्न चाहन्छु भने तपाईहरुले टिकटकमा भाइरल हुनको लागि त्यहाँ पौडी खेल्नुहुन्छ तर पौडी नखेल्दिनु होला भित्र दलदल हुन्छ गाडी नसक्छ गाडी हो भने मान्छे को झिक्न जान्छ त्यहाँ हैन त्यसकारणले तपाईलाई म के भन्न चाहन्छु भने पञ्चकुण्ड तालमा कसै पनि पौडी नखेल्दिनु होला भन्दै म तपाईहरुलाई सुझाव दिन चाहन्छु ल अङ्कललाई धेरै धेरै धन्यवाद